म चाहिँ अहिले यो चाहिँ तपाईहरुलाई के देखाएँ भन्दा चाहिँ टिम्बुर, यसलाई टिम्बुर पनि भन्छ ल, डुम पनि भन्छ। नयाँ आलु पकाएको छु मैले चाहिँ। आज आलु पकाएको छु र आलुसँग खाने टिम्बुर टिपेर ल्याएँ साथीहरु। हेर्नुस् न कस्तो मजाले फलेको छ टिम्बुर चाहिँ, हेर्नुस् न एकदमै राम्रो फलेको छ है साथीहरु। पर जंगलबाट टिपेर आउँदैछु म चाहिँ। हेर्नुस् न म चाहिँ एकदमै टिपेर आउँदैछु। यहाँ फेरि अलिकति घाँस पनि काट्नु सकौँ भनेको, यहाँ पाउजू चाहिँ घाँस काट्दै रहेछ हो। हेर्नुस् न डोकोमा बारी लगाएर बारी पनि पुगे, हाम्रो चाहिँ घाँसको बारी पनि। पाउजू र म डुम चाहिँ हेर्नुस् न एकदमै राम्रो, एकदमै मिठो हुन्छ है साथीहरु। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नुस् ल, शेयर गरिदिनुहोस्, हाम्रो भिडियोलाई लाइक गरिदिनुहोस् र सब्स्क्राइब पनि गरिदिनुहोस् ल। हामीलाई चाहिँ सपोर्ट गर्नुहोस्, तपाईहरुको सपोर्टको खाँचो छ हामीलाई, प्लिज सपोर्ट मी। हेलो साथीहरु, आज चाहिँ मैले यो आलु पकाएँ हैन, पापालाई दिनको लागि रेडी गर्यो। र यो चाहिँ के को अचार हो भन्नुहुन्छ होला, अघि मैले टिम्बुर टिपेको थिएँ त्यसको अचार है साथीहरु। टिम्बुरको अचार चाहिँ यस्तो हुन्छ। यो चाहिँ ग्यास्ट्रिकको पनि ठुलो दबाई अरे टिम्बुरको अचार चाहिँ। एकदमै दामी फलेको छ योपालि चाहिँ टिम्बुर हाम्रोमा चाहिँ साथीहरु। यो चाहिँ म चाहिँ आप्पालाई खाजा पुर्याउनु जानु आँटेको। मेरो आप्पा बिचारा बिमार छ नि त, एक्लै हुनुहुन्छ, कोही हुनुहुन्न नि घरमा पनि, मैले नै हेर्नुपर्छ। म चाहिँ घरमा थियो, यता आएर बसेको छु अहिले चाहिँ। र चाहिँ आप्पाको लागि खाजा रेडी गर्दैछु है साथीहरु। यो चाहिँ आप्पालाई लगिदिँदैछु है। यो चम्ची चाहिँ निकाल लाग्छु। यो टिम्बुरको अचार चाहिँ हल्का छ, म पनि खानुपर्छ नि त अहिले फेरि। ल आप्पाको लागि के राम्रो हो टिम्बुरको अचार र आलु लगिदिँदैछु है साथीहरु। पापा लु खाजा च्याम ल्याइदिन्छु ल। खानुहुन्न? खानुहुन्न अरे चिया चाहिँ साथीहरु। म चाहिँ अब आलु खानु थालेँ हो, आलु खानु गएको। बाई बाई।